अब 28औं अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि तिमी एकचित्त भएर सुन। त्यसपछि ती ब्राह्मणहरू भात लिएर चन्द्रावती भएको ठाउँमा गए। चन्द्रावतीले ब्राह्मणहरू आएको देखि मलाई पनि केही ल्याइदेऊ कि भनी सोधिन्। र ब्राह्मणहरूले, हे पापिनी, त अति पापिनी रहेछस्, तेरा निम्ति हामीले दरबारमा लज्जित हुनु पर्यो। कसरी भने तँलाई दिन भने हेर्न जाँदा राजाको भण्डारै सुकिगयो। यति भात राजमातालाई खान भनी पकाइराखेको रहेछ, ल्याइदिएका छौँ, लौले भनी सुम्बिदिए। त्यो भात पाउनासाथ चन्द्रावती भोगले व्याकुल भएकी हुनाले तत्काल खान तयार भइन्। त्यो देखेर ती ब्राह्मणहरूले, हे पापिनी, यस्ता अवस्थामा परेर तँलाई धर्मको चेष्टा रहेनछ, मुख धोइ खा। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, तँलाई उपदेश दिन्छौँ, सुन। निरञ्जन निराकार रूप श्री स्वस्थानी परमेश्वरको व्रत गर, त्यही व्रतका प्रभावले तेरो उद्धार हुनेछ। ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश होला भने उपदेश गरेर गए। अनि ब्रह्माजी अनि चन्द्रावती बडो कष्टले 4 हात पाउले टेकी मुख धुन भनी साली नदीमा जाँदा साली नदीको जल सुक्दै गएर चन्द्रावती नाना तरले रोई कराई माथि आएर मुख नुधोइ खान्छु भनी भात हातमा लिन आसाथ खरानी भयो। त्यो खरानी पनि खाउँ भन्दा ठुलो बतासाई उडाएर लग्यो। अनि काटेको रुख ढले झैँ ढलेर भुइँमा परि अत्यन्त कष्ट पाई 5 वर्षसम्म साली नदीका किनारमा मूर्छा भइरहन्। फेरि चेष्टा भयो र मैले कस्तो अपराध गरेछु भने अनेक थरीका विषाद गरी दुःखका समुद्रमा डुबिरहेकी थिइन्। त्यसपछि पौष शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्न स्वर्गबाट अप्सराहरू साली नदीमा स्नान गर्न आए। स्नान गरिसकी सूर्यनारायणलाई अर्घ दिई बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले हे देखिन् र अप्सराहरूको नगिच गई, तपाईहरू देवता हो कि मनुष्य हो? म पापी नै कहीँ चल्न सक्दिन। कसैले केही दिँदैनन्, खान पनि पाउँदैन, अन्नदान दिनुहोस्। म के पापले यस्तै भएँ, कसरी उद्धार होला भनिन्। अनि यति चन्द्रावतीले भनेको सुनि अप्सरा भन्छन्, हे पापिनी, हामी स्वर्गका अप्सरा हौँ। आज पौष शुक्ल पूर्णिमा हो, श्री स्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्न स्नान गर्न आयौँ। तेरो अवस्था देखेर हामीलाई दया लागेर आयो, तँ पनि यही व्रत गर, सम्पूर्ण पाप नाश होला, भई उद्धार होला। यति अप्सराहरूले भनेको सुनि चन्द्रावतीले मनमनै विचार गर्दछिन्, मैले अरू त केही पाप गरेकी थिइनँ। डोलीहरूले श्री स्वस्थानी परमेश्वरको प्रसाद भनेर ल्याइदिएको थिएँ। मैले अहङ्कारले थुथु गरी थुकेर खुट्टाले कुल्ची मिल्काएकी थिएँ। मलाई अवश्य त्यही पाप लाग्यो। यहाँ आइपुगेपछि नदी तर्न लाग्दा डोलीबाट खसेथे, ठिक हो। ती कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गरेस् भनी उपदेश दिएका थिए। आज अप्सराहरूले पनि उसै भने, श्री स्वस्थानी परमेश्वरी भनेकी ठुली रहेछन्। मनुष्यहरू अहङ्कारले नाश हुँदा रहेछन्। मैले पनि अहङ्कार गर्दा म यो अवस्थामा प्राप्त भएँ। अब म पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्दछु। यस्तो निश्चय गरेर अप्सराहरूसित बिन्ती गरिन्, हे अप्सरा हो, श्री स्वस्थानी परमेश्वरको व्रत विधि के हो, के गर्नुपर्दछ, यो सबै आज्ञा गर्नुहोस्। यदि चन्द्रावती भनेको सुनि अप्सरा भन्दछन्, हे पापिनी, आज पौष शुक्ल पूर्णिमा हो। आजदेखि हात गोडाका नङ काटी स्नान गरी पवित्र भएर एक भक्त रही एक चित्त गरी महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। सके श्री स्वस्थानी परमेश्वरको कथा सुन्नु, नसके मनले सम्झिरहनु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 बेली पुष्प, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुटका सुपारी, अष्टोत्तर 100 यज्ञसूत्र र जात जातका फूल तथा नैवेद्यहरू तयार पारी आरसीमा ओमकार लेखी गंगाजलले स्नान गराउनु। माला पहिराउनु, धूप दीप नैवेद्य फलफूल र कस्तुरी मेवा मिष्टान्न वस्त्र भेटी चढाउनु। अनि एक चित्त भएर श्री स्वस्थानी परमेश्वरीको स्तोत्र जानदार गर्नु, अर्घ दिनु, हे ईश्वरी भनेर इच्छित वरदान माग्नु। त्यसपछि प्रसाद सिक्नु र त्यही अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 यज्ञसूत्र, 8 गुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए छोरालाई दिनु, छोरो पनि नभए मित छोरालाई दिनु, मित छोरो पनि नभए जुन कामनाले व्रत गरेको छ मेरो फलानु कामना सिद्ध होस् भनेर गंगामा पुगाउनु र 100 रोटी आफूले फलाहार गर्नु, रात्रिमा जागरण गर्नु। यति गरिसकेपछि तेरो सम्पूर्ण पाप नाश भई इच्छा सिद्धि होला। हे पापिनी, यसमा अन्यथा नमानिस, अब हामीहरू जान्छौँ भनी अप्सराहरू स्वर्ग गए। त्यसपछि चन्द्रावतीले अप्सराहरूको उपदेश सुनेर साली नदीमा स्नान गरी एक भक्त रही एक चित्त रही श्री स्वस्थानी परमेश्वरलाई मनले सम्झिरहन्। यही क्रमले व्रत गर्दा चन्द्रावतीको पाप घट्दै गयो, शरीरको कुष्ठरोग पनि विषेक हुँदै गयो र दिव्य देह भएर आयो। महिना दिन पुरा भयो र माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार पारी अप्सराहरू श्री स्वस्थानी परमेश्वरको पूजा गर्न फेरि साली नदीमा आए। श्री चन्द्रावती देखिन तिनका नजिक गए, हे अप्सराहरू हो, तपाईँहरूको आज्ञाले पौष शुक्ल पूर्णिमादेखि नित्य स्नान गरेर एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्दछु। अब व्रत पूर्ण गर्नलाई त सामग्री केही पनि छैन, कसो गरौँ भनिन्। यदि चन्द्रावतीको कुरा सुनि अप्सराहरू भन्छन्, हे पापिनी, केही पनि छैन भने नदीबाट बालो ल्याई सामग्री तुल्याई हामीहरूका संसर्गमा पूजा गर। यदि सुनि चन्द्रावती लौ हुन्छ भने साली नदीबाट बालो ल्याई सामग्री तुल्याइन्। श्री स्वस्थानी परमेश्वरका व्रतको प्रभावले चन्द्रावतीले तुल्याएको कल्पना गरेको बालुवाको सामग्री सिद्ध भई तयार भयो। त्यो देखेर चन्द्रावतीले मनमा आनन्द गरी मानी धन्य धन्य श्री स्वस्थानी परमेश्वरी भन्दै अप्सरासित बालुवाको सामग्री सिद्ध भएको कुरा सुनाइन्। अप्सराले त्यसरी बालुवाको सामग्री सिद्ध भएको र तिनको
दिव्य देह भएको देखि आश्चर्य मान्दै भने हे सुन्दरी हामी आजसम्म तँलाई पापिनी भन्दथ्यौँ अबदेखि तर अबदेखि तेरो नाम पुण्यवती राख्यौँ भनी आफ्ना संसर्गमा विधिपूर्वक व्रत गराए। चन्द्रावतीले पूजासँगै हातमा अर्घ्य पात्रले स्तुति गर्न लागिन्। हे ईश्वरी, अघि मैले अज्ञानले अहंकार गरेर तपाईँको अनेक तरहले निन्दा गरेकी थिएँ, त्यो मेरो अपराध क्षमा गर्नुहोस्। हे लोकेश्वरी, तपाईँ कस्तो भने सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेको यस्तै तपाईँलाई कोटि कोटि नमस्कार छ। हे परमेश्वरी, सृष्टिकर्ता पनि तपाईँ एक मूर्तिले त्रिमूर्ति ब्रह्मा विष्णु महेश्वर भइरहेकी यस्तै तपाईँलाई कोटि कोटि नमस्कार छ। हे भगवती, पृथ्वी जल तेज वायु र आकाश यदि 5 तत्त्व पनि तपाईँ, देवताका देवता पनि तपाईँ, अति स्थूल र अति सूक्ष्म पनि तपाईँ, यस्तै त्रैलोक्यनाथ तपाईँलाई कोटि कोटि नमस्कार छ। हे ईश्वरी, तपाईँको स्तुति गर्न हजार जिब्रा भएका शेषनाग सरस्वती र ब्रह्माले पनि नसकेको म स्त्री जातिले कसरी सकुली। म पापिनीको पूजाले प्रसन्न भई मलाई यस दुःखका समुद्रबाट पारी उतार्नुहोस् भनी अर्घ दिन सम्पूर्ण पूजा भइसक्यो र अप्सराहरूले प्रसाद झिकेर हे पुण्यवती, अब हामी जान्छौँ भनी स्वर्ग गएपछि चन्द्रावती शाली नदीका किनारमा तृणको छाप्रो बनाई श्री स्वस्ताले परमेश्वरलाई मनले सम्झेर रातिमा जागरण गरिन्। प्रातःकाल भयो र शाली नदीमा स्नान गरे। अष्टोत्तर 8 चोटी 8 कुड 8 अक्षता 8 पान 8 कुडका सुपारी यज्ञ सूत्र सगुन समेत हातमा लिए हे ईश्वरी, मेरा पुरुष यहाँ छैनन्, कसलाई दिउँ मेरा स्वामी नवराजसित चाँडो भेट होस् भनी शाली नदीमा बगाइदिन्। 100 रोटी आफूले फलाहार गरिन् अनि स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावतीको सबै पाप नाश भई अघिभन्दा पनि दिव्य देह भयो। त्यो देखेर मनमा आनन्द मान्दै धन्य श्री स्वस्तानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार गस्यमादि श्री स्वस्तानी परमेश्वरी व्रत कथायन्। चन्द्रावती स्वस्तानी व्रत नाम 28 अध्याय।